आदरणीय जनसमुदायहरू, अब यो कार्यक्रम भनेको मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा सुर्खेतले मिति 2073 सुर्खेत जिल्ला सभाको प्रथम अधिवेशन बन्द सत्रबाट पारित गर्नुभएको मुख्य रूपमा घाँस बाँस कपास स्वास्थ्य शिक्षा सुरक्षा मुख्य मानिसले पाउने कुरामा तपाईहरुले सदियौंदेखि गरेको शासन यसलाई होल्ड गरिरहने अनि विभिन्न जातिको नाममा अनि मङ्गोल क्षेत्रीयको क्षेत्रमा तिमी नै राजा हुन्छौ भन्ने नाउँमा दिएको प्रस्तावित सदस्य रिन्छन दोर्जे तामाङज्यूले अबको समयमा आउँदै हुनुहुन्छ। रिन्छन दोर्जे तामाङज्यू मित्र, मङ्गोल नेसनल अर्गनाइजेसनको ऐतिहासिक 28औं स्थापना दिवस तथा संगठनको सुर्खेत जिल्लाको प्रथम जिल्ला अधिवेशन कार्यक्रमका सभाध्यक्ष महोदय, कार्यक्रमका प्रमुख अतिथि तथा मङ्गोल नेसनल अर्गनाइजेसनका कार्यवाहक प्रेसिडेन्ट बुद्धलाल मेचेज्यू, मिडियाकर्मी, त्यसैगरी पत्रकार साथीहरू र विशेष गरी तपाईँ सम्पूर्ण उपस्थित 80% अहिन्दू मूलवासी मङ्गोल प्रेमी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा मङ्गोल नेसनल स्थापना दिवसको साथसाथै नयाँ वर्ष 2017 को हार्दिक मङ्गोलमय शुभकामना सहित क्रान्तिकारी स्यालो टक्राउन चाहन्छु। जय मङ्गोल। यति बेला पनि बाहुन र क्षेत्रलाई पीडा त भएको थियो, यो गुरुङलाई अगाडि बढ्न दिनु हुँदैन, मङ्गोललाई अगाडि बढ्न दिनु हुँदैन भनेर। आज पनि तपाईँ कति तमाम बाहुन क्षेत्री साथीहरूलाई पीडा भइरहेको होला, भित्रभित्रै जल सुर्खेत जिल्लामा कम्मर बाँची नाच्नु पर्छ मङ्गोल भूमिमा, कम्मर बाँची नाच्नु पर्छ मङ्गोल भूमिमा, बिउच्याउने मङ्गोल दाइलाई मनमा राखी अघि बढ्दैछु, गोपाल दाइलाई मनमा राखि अघि बढ्दैछु। छोटो समयमा धेरै कुरा राखिदिनको लागि अनुरोध गर्दै अब यस सभालाई सम्बोधन गरिदिनु। पार्टी पढेर पेट पाल्नेहरूले यो देशलाई स्वाहा बनाइसकेको छ, यो देशलाई ओहम नम्बर स्वाहा बनाइसकेको छ भनेर म तपाईँहरूलाई भन्न चाहन्छु। बिरालो जस्तो बन्नु पर्ने कारणहरू पनि यो हिन्दू शासनले गर्दा
पाउनेछौ फलको गधुली साँझमा क्षितिज हेरे सुस्तरी नसुस्ताऊ गधुली साँझमा क्षितिज हेरे सुस्तरी नसुस्ताऊ जमुराई उठ सङ्गठित बना अधिकार जमाऊ अधिकार जमाऊ अधिकार जमाऊ अधिकार जमाऊ उठेर हेर जुटेर हेर नेपालका हुलबासी उठेर हेर जुटेर हेर नेपालका हुलबासी निक्रिँदै गएको सन्तानको भोलि हुनेछ उन्नति हुनेछ उन्नति हुनेछ उन्नति हुनेछ उन्नति पालो है आयो मङ्गलको अब त्यसरी नसुता त्यसरी नसुता प्राणको बाजी थाकेर हामी प्राणको बाजी थाकेर हामी हिँडेको हेर त हिँडेको हेर त शासन सत्ता फर्काउनलाई मङ्गलको हातमा शासन सत्ता फर्काउनलाई मङ्गलको हातमा अभियान यहाँ चल्दैछ हाम्रो आउन साथमा आउन साथमा आउन साथमा आउन साथमा उठेर हेर जुटेर हेर नेपालका हुलबासी उठेर हेर जुटेर हेर नेपालका हुलबासी